नमस्कार शुभ बिहानी आज मिति 2082 चैत्र 24 गते मङ्गलबार तदनुसार 2026 अप्रिल 7 वैशाख कृष्ण पञ्चमी तिथि विश्व स्वास्थ्य दिवस। आज चन्द्रमा र अन्य ग्रहहरूको स्थिति हेर्दा भावनात्मक र व्यवहारिक निर्णयबीच सन्तुलन राख्नुपर्ने देखिन्छ। तपाईलाई केही कुरामा मनले एउटा कुरा भन्छ, दिमागले अर्को, त्यसैले हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। कामकाजमा मध्यम प्रगति हुनेछ। धेरै ठुलो सफलता नआए पनि निरन्तरता राख्नुभयो भने फाइदा अवश्य पाउनुहुनेछ। मानिसहरूसँगको व्यवहारमा धैर्य आवश्यक छ। आजको दिन यी राशिको लागि अपेक्षाकृत राम्रो देखिन्छ। वृष राशि हुनेहरूका लागि आर्थिक वा काम सम्बन्धी राम्रो सङ्केत देखिएको छ। कर्कट राशि हुनेहरूका लागि परिवार र मनको सन्तुलन राम्रो छ। धनु राशि हुनेहरूका लागि नयाँ अवसर वा योजना बन्ने सम्भावना रहेको छ। यदि तपाईँ यी राशिमा पर्नुहुन्छ भने आज तपाईले आफ्नो काममा अगाडि बढ्न सक्नुहुनेछ। अब कुरा गरौँ आजको दिन कुन राशिले विशेष सावधानी अपनाउनु पर्छ। मेष, कन्या र कुम्भ यी राशिका व्यक्तिहरूले ध्यान दिनुपर्नेछ। समग्रमा आजको दिन मध्यम खालको रहेको छ। सुरु गरौँ आजको राशिफल। मेष राशि, आज मेष राशि हुनेहरूका लागि सम्हालिएर अघि बढ्नुपर्नेछ। तपाईलाई आज केही कुरामा छिटो निर्णय लिन मन लाग्न सक्छ, तर हतारले समस्या निम्ताउन सक्छ। काममा सानो गल्तीले ठुलो असर पर्न सक्छ, त्यसैले ध्यान दिएर काम गर्नुहोला। आर्थिक पक्ष सामान्य रहनेछ। परिवारमा सानो कुराले गर्दाखेरि विवाद हुन सक्छ, त्यसैले शान्त रहनु आजको लागि राम्रो हुनेछ। वृष राशि, आज वृष राशि हुनेहरूका लागि दिन राम्रो र प्रगतिको सङ्केत दिने खालको छ। तपाईले गरेको मेहनतको परिणाम देखिन सुरु हुनेछ। कामकाजमा तपाईलाई अरूको साथ र सहयोग मिल्न सक्छ। आर्थिक रूपमा पनि केही राम्रो समाचार आउन सक्छ वा कमाइको नयाँ बाटो खुल्न सक्छ। परिवारसँग समय बिताउँदा मन खुसी हुनेछ। यदि तपाईँ कुनै योजना बनाउँदै हुनुहुन्छ भने आज सुरु गर्नको लागि उपयुक्त समय रहेको छ। आत्मविश्वासको साथ अघि बढ्नु होला। आज तपाईको दिन राम्रो रहेको छ। मिथुन राशि, आज मिथुन राशि हुनेहरूका लागि दिन मिश्रित रहनेछ। केही काम सजिलै सम्पन्न हुनेछन् भने केही काममा ढिलाइ वा अवरोध आउन सक्छ। तपाईलाई आज अलि दुविधा महसुस हुन सक्छ। अवस्थामा अनुभवी व्यक्तिको सल्लाह लिनु राम्रो हुनेछ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ। साथीभाइसँग भेटघाट हुन सक्छ जसले तपाईको मन हल्का बनाउनेछ। कर्कट राशि, आज कर्कट राशि हुनेहरूका लागि दिन शान्त र सुखद रहनेछ। तपाईको मनमा सकारात्मक सोच बढ्नेछ। परिवार र नजिकका मानिसहरूसँग राम्रो सम्बन्ध बन्नेछ। काममा पनि तपाईले सन्तुलन मिलाएर अघि बढ्न सक्नुहुनेछ। कुनै पुरानो समस्या समाधान हुने देखिएको छ। आर्थिक पक्ष पनि स्थिर रहनेछ। तपाईलाई आज भावनात्मक रूपमा सन्तुष्टि मिल्नेछ। सिंह राशि, सिंह राशि हुनेहरूका लागि आजको दिन जिम्मेवारीले भरिएको छ। तपाईलाई धेरै काम एकैचोटि सम्हाल्नु पर्ने हुन सक्छ। काममा दबाव भए पनि तपाईले आफ्नो क्षमता देखाउन सक्नुहुन्छ। वरिष्ठ व्यक्तिहरूबाट प्रशंसा पाउने सम्भावना छ। आफ्नो कामलाई प्राथमिकता दिनुहोला र अनावश्यक तनाव नलिनु आजको लागि राम्रो हुनेछ। कन्या राशि, कन्या राशि हुनेहरूका लागि आजको दिन केही तनावपूर्ण हुन सक्छ। कामको बोझ बढ्न सक्छ र समयमै काम पुरा गर्न गाह्रो हुन सक्छ। तपाईले आज आफूलाई धेरै दबावमा राख्ने सम्भावना छ। आर्थिक पक्ष सामान्य रहनेछ तर खर्च बढ्न सक्छ। तुला राशि, तुला राशि हुनेहरूका लागि आजको दिन सन्तुलित र सकारात्मक रहनेछ। तपाईले काम र व्यक्तिगत जीवनबीच राम्रो तालमेल मिलाउन सक्नुहुनेछ। साथीभाइ वा सहकर्मीबाट सहयोग पाउनुहुनेछ। नयाँ योजना बनाउने वा केही नयाँ सुरु गर्ने राम्रो समय रहेको छ। प्रेम सम्बन्धमा पनि मिठास बढ्नेछ। आजको दिनलाई राम्रो अवसरको रूपमा लिनुहोला र अगाडि बढ्नुभयो भने आजको दिन राम्रो बन्नेछ। वृश्चिक राशि, वृश्चिक राशि हुनेहरूका लागि दिन अलि गोप्य र सोच विचार गर्ने खालको हुनेछ। तपाईले कुनै महत्त्वपूर्ण निर्णय लिनुपर्ने हुन सक्छ। कसैलाई धेरै विश्वास गरेर आफ्ना कुरा सेयर नगर्नुहोला। सावधानी अपनाउनु राम्रो हुनेछ। काममा ध्यान दिनुभयो भने राम्रो परिणाम प्राप्त गर्नुहुनेछ।
धनु राशि आज धनु राशि हुनेहरूका लागि आजको दिन नयाँ अवसर प्राप्त गर्न सक्नुहुनेछ। तपाईले नयाँ काम सुरु गर्ने सोच बनाउनु भएको छ भने आज राम्रो समय रहेको छ सुरुवात गर्नको लागि। काममा प्रगति हुनेछ र तपाईको प्रयासले राम्रो परिणाम दिन सक्छ। साथीभाइ वा परिवारबाट सहयोग मिल्नेछ। यात्रा वा नयाँ अनुभवको सम्भावना पनि देखिनेछ। मकर राशि आज मकर राशि हुनेहरूका लागि मेहनत अनुसारको फल पाइने दिन छ। तपाईले गरेको कामको परिणाम बिस्तारै देखिन सुरु हुनेछ। काममा निरन्तरता राख्नुहोला, बीचमा हार नमान्नुहोला। आर्थिक पक्ष स्थिर रहनेछ तर बचतमा ध्यान दिनु राम्रो हुनेछ। आजको दिन धैर्य र मेहनतको दिन हो, अन्ततः फाइदा तपाईलाई नै हुनेछ। कुम्भ राशि आज कुम्भ राशि हुनेहरूका लागि सावधानी अपनाउनु पर्ने दिन रहेको छ। सानो कुराले ठुलो समस्या ल्याउन सक्छ। तपाईले बोल्दा सोचेर बोल्नुहोला। काममा पनि ध्यान दिनु आवश्यक छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ। आज शान्त रहनु र अनावश्यक विवादबाट टाढा बस्नु तपाईको लागि फलदायी हुनेछ। मीन राशि आज मीन राशि हुनेहरूका लागि शान्त, सकारात्मक र आध्यात्मिक रहनेछ। तपाईलाई आज आफ्नै भित्री सोच र भगवानमा ध्यान दिन मन लाग्न सक्छ। काममा पनि तपाईले सन्तुलन मिलाएर अघि बढ्न सक्नुहुनेछ। परिवारसँग समय बिताउँदा खुसी मिल्नेछ। यो सँगै आजको राशिफल यही समाप्त हुन्छ। राशिफलले जे भने पनि तपाईँ भने आफ्नो कर्म र प्रयासमा विश्वास गर्नुहोला। आजको हाम्रो भिडियो कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया कमेन्ट मार्फत अवश्य दिनुहोला। यस्तै दैनिक राशिफल र जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानल सब्स्क्राइब र फलो गर्न नबिर्सिनुहोला। शुभ दिन, नमस्कार।